नमस्कार। अहिले तपाईहरु सामाजिक सञ्जालमा जस्तै युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरुमा आफ्नो कन्टेन्ट राखेर कन्टेन्टलाई पब्लिश गरेर तपाईहरुले आम्दानीको सोर्सको रूपमा एज अ इन्कम सोर्सको रूपमा यी प्लेटफर्महरुलाई सामाजिक सञ्जालहरुलाई तपाईहरुले युज गर्न चाहनुहुन्छ र तपाई कन्टेन्ट क्रिएटर हो अथवा कन्टेन्ट क्रिएटर बन्न खोज्दै हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि हो। कृपया अन्त्यसम्म हेर्नु होला। इज माई एक्सपिरियन्स, मेरो अनुभवमा कन्टेन्टहरु दुई किसिमको बनाउन सकिन्छ। पहिलो भनेको कन्टेम्पोरेरी कन्टेन्ट र सेकेन्ड भनेको तपाईको एभरग्रीन कन्टेन्ट। अर्थात् तपाईले सामाजिक सञ्जालहरुबाट तपाईले बनाएको कन्टेन्टबाट एज अ छोटो समयमा एज अ सर्ट टर्म एज अ कन्टेम्पोरेरी कन्टेन्टहरुलाई लिएर कन्टेन्ट बनाउँदै हुनुहुन्छ र त्यसबाट एज अ सर्ट टर्ममा सर्टकट वेमा तपाईहरुले इन्कम चाहनुहुन्छ, एक पटकको मात्रै इन्कम चाहनुहुन्छ भने त्यो भनेको कन्टेम्पोरेरी अर्थात् सर्ट टर्म कन्टेन्ट हो। अर्थात् यसलाई चकलेटी कन्टेन्ट पनि भनिन्छ। जस्तै चकलेट तपाईले खानुभयो, खाइसकेपछि त्यो सकियो। अर्थात् यसबाट तपाईको एक पटक मात्रै के हुन्छ भन्दा इन्कम आउँछ। इन्कम आइसकेपछि सेकेन्ड अथवा फर्स्ट मन्थमा तपाईको इन्कम आयो, सेकेन्ड मन्थमा यसबाट इन्कम नआउने सम्भावना म्याक्सिमम हुन्छ। अर्को भनेको तपाईको एभरग्रीन कन्टेन्ट भनेको जस्तै तपाईले टेक्निकल भिडियोहरु, इन्फर्मेटिभ भिडियोहरु, एजुकेसनल भिडियोहरु अर्थात् त्यस सम्बन्धीका कन्टेन्टहरु बनाउनुहुन्छ भने त्यो चाहिँ सर्ट टर्म नभएर लङ टर्मसम्म के हुन्छ भन्दा त्यसले तपाईलाई इन्कम दिन्छ। अब तपाईहरुले यो सर्ट टर्म र लङ टर्ममा कसरी बनाउनु त अथवा हामीलाई सर्ट टर्म कन्टेन्ट कहाँ राख्ने, लङ टर्म कन्टेन्टहरु कहाँ राख्ने, अर्थात् सर्ट टर्ममा इन्कम हुने कन्टेन्टहरु कहाँ लगेर राख्ने, अर्थात् लङ टर्म इन्कम दिने कन्टेन्टलाई कहाँ लगेर राख्ने भन्ने यदि तपाई दोधारमा हुनुहुन्छ भने सर्ट टर्म अर्थात् चकलेटी कन्टेन्टहरुलाई, भाइरल कन्टेन्टहरुलाई तपाईले टिकटक, फेसबुक जस्ता प्लेटफर्महरुमा लगेर राख्न सक्नुहुन्छ। अब तपाईलाई एभरग्रीन लङ टर्म इन्कम चाहिएको छ, अर्थात् तुरुन्तै इन्कम नखोजेर केही समयपछि कन्टिन्यू आउने तपाईले प्लेटफर्म खोज्नुभएको छ भने त्यो भनेको युट्युब हो। तपाईहरुले युट्युबमा एकपटक भिडियो अपलोड गरिसकेपछि अर्थात् तपाईको कन्टेन्ट एकपटक त्यहाँ अपलोड गरिसकेपछि त्यसबाट तपाईहरुले कन्टिन्यू त्यसबाट तपाईले के गर्न सक्नुहुन्छ भन्दाखेरि कन्टिन्यू त्यसबाट तपाईको इन्कम दिइराख्छ। जस्तै तपाईले अब टिकटकमा एकपटक राख्नुभयो र फर्स्ट महिनामा त्यसको इन्कम लिनुभयो भने सेकेन्ड महिनामा त्यो कन्टेन्टले तपाईलाई इन्कम दिँदैन। अर्थात् तिनीहरुको प्राइभेसी अथवा रुल्स त्यस किसिमको भएकोले तपाईहरुलाई त्यसबाट इन्कम आउँदैन। जस्तै तपाईले टिकटक, फेसबुक यिनीहरुमा जहिले